हेलो नमस्ते। आजको यस भिडियोमा हजुरहरूलाई स्वागत छ। आजको यस भिडियोमा हामीले क्याटको भ्याक्सिनेसन सेड्युलको बारेमा जानकारी लिनेछौँ। त्यसैले अन्तिमसम्म हेरेर साथ दिनुहोला। जसरी हामीले आफ्नो घरपालुवा डगहरूलाई भ्याक्सिन लगाउँछौँ त्यसरी क्याटलाई पनि भ्याक्सिन लगाउन आवश्यक छ। तर क्याटको भ्याक्सिन र भ्याक्सिनेसन सेड्युल डगको भन्दा अलि फरक हुन्छ। त्यसैले अन्तिमसम्म हेर्नुहोला। हामीले क्याटमा केही यस्ता भाइरल रोगहरूको विरुद्धमा भ्याक्सिन लगाउने गर्छौँ। अहिलेको समयमा धेरै क्याट ओनरले आफ्नो क्याटलाई भ्याक्सिन नलगाएको कारणले धेरै क्याटहरूको अकालमा नै मृत्यु हुने गर्दछ। त्यसैले हामीले क्याटलाई भ्याक्सिन लगाउन आवश्यक छ। यदि हजुरहरूको क्याटलाई केही भाइरल रोगहरूले छोयो भने उसलाई बचाउन एकदम गाह्रो हुन्छ, किनकि क्याटमा भाइरल रोगहरू लाग्यो भने 90 to 95% क्याटहरूको मृत्यु हुने गर्दछ। त्यसै कारणले गर्दा आफ्नो सुरक्षाको लागि र क्याटको सुरक्षाको लागि समयमा नै भ्याक्सिनेसन गरेको राम्रो हुन्छ। विशेष गरी क्याटहरूमा हामीले दुई किसिमको भ्याक्सिन लगाउने गर्छौँ। एउटा ट्राइक्याट र अर्को एन्टी रेबिज भ्याक्सिन लगाउने गर्दछौँ। ट्राइक्याट भ्याक्सिन भनेको फेलाइन पेन ल्युकोपेनिया, क्याल्सिभाइरस र हार्पिक्स भाइरसको रोग विरुद्धमा लगाउने भ्याक्सिन हो। क्याटको उमेर 50 देखि 56 दिनको बिचमा अथवा हामीले 7 देखि 8 हप्ताको बिचमा हामीले ट्राइक्याट भ्याक्सिन लगाउनु पर्छ र त्यसको 21 दिनमा हामीले ट्राइक्याटको बुस्टर गर्नुपर्छ। 21 दिन भनेको 3 देखि 4 हप्ताको बिचमा हामीले ट्राइक्याटको भ्याक्सिन बुस्टर गर्नुपर्छ र यदि क्याटको उमेर 3 महिना पुगेको छ भने हामीले एन्टी रेबिज भ्याक्सिन लगाउँछौँ र त्यसको 1 महिनामा फेरि हामीले एन्टी रेबिज भ्याक्सिनको बुस्टर गर्छौँ। हामीले क्याटको उमेर 4 महिनाको हुने बेलासम्म एन्टी रेबिज भ्याक्सिन र ट्राइक्याट भ्याक्सिन लगाइसकेको हुन्छौँ र 1 वर्षको फरकमा वर्षैपछि हामीले ट्राइक्याट भ्याक्सिन र एन्टी रेबिज भ्याक्सिन लगाउनु पर्ने हुन्छ। यदि आजसम्म पनि हजुरले आफ्नो क्याटलाई कुनै किसिमको भ्याक्सिन पनि लगाउनु भएको छैन भने नजिकको भेटसँग गई हजुरहरूले सल्लाह सुझाव लिई आफ्नो क्याटलाई समयमा नै भ्याक्सिन लगाउनु होला।